नमस्कार साथीहरू, आज हामी कुरा गर्छौँ कपिराइटको बारेमा है। एकछिन कपिराइट भनेको के हो हल्का बुझौँ है त। कपिराइट दुई तरिकाको हुन्छ। एउटा हुन्छ कपिराइट स्ट्राइक, अर्को हुन्छ कपिराइट क्लेम। भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गर्नुहोला, च्यानललाई सब्स्क्राइब गर्नुहोला अनि भिडियो लास्टसम्म हेर्नुहोला है। अब प्रायः साथीहरूले एकछिन हेरेर छोडिदिनुहुन्छ अनि बुझ्दै बुझ्नुहुन्न क्या, त्यही भएर। आज हामी पहिला सुरुमा कुरा गरौँ कपिराइट क्लेम भनेको के हो। कपिराइट क्लेम भनेको तपाईँले कसैको भिडियो उठाएर तपाईँले हाल्नुभएको छ, त्यसमा कपिराइट क्लेम भनेर आएको छ भने तपाईँको त्यो डेन्जर छैन है, डेन्जर जोनमा पुगिसकेको छैन। तपाईँले चाहिँ केही पनि फरक पर्दैन, त्यसमा कपिराइट चाहिँ देखाएको हुन्छ अनि त्यसमा चाहिँ तपाईँको जति पनि रेभेन्यू आएको छ, तपाईँको पैसा जम्मा भएको छ, त्यो अरू कसैले लान्छ। जो भिडियो जसको भिडियो तपाईँले हाल्नु भएको छ त्यो मान्छेले त्यो तपाईँको पैसा चाहिँ उसले लैजान्छ या तपाईँलाई केही पर्सेन्ट मात्र उसले दिन्छ। त्यो भनेको रेभेन्यू सेयर हुन्छ है। तपाईँको भिडियो डिलिट हुने यताउति केही पनि हुँदैन है। जति पनि तपाईँको भिडियोको अल्थोरिजम छ त्यो चाहिँ त्यहीँ बसिरहेको हुन्छ, तर तपाईँको रेभेन्यू चाहिँ सेयर भइरहेको हुन्छ। तपाईँले पैसा मागेको त्यो कपिराइट क्लेम भनेको चाहिँ तपाईँसँग पैसा मागे हो क्या त्यसले होइन। ओनरले जुन जसको ओरिजिनल कन्टेन्ट हुन्छ नि त्यसले चाहिँ तपाईँसँग पैसा मागे हो है। यसलाई भन्छ कपिराइट क्लेम। तपाईँको जति पनि कमाइ हुन्छ त्यसको 10%, 5%, कति पर्सेन्ट हो होइन, त्यो पर्सेन्टको हिसाबले तपाईँलाई पैसा दिन्छ या कुनैले चाहिँ पुरै पैसा लैजान्छ हो। त्यो चाहिँ तपाईँसँग पैसा मागे हो, तपाईँको रेभेन्यू मात्र सेयर हुन्छ। अनि अर्को छ कपिराइट स्ट्राइक भन्ने छ है। कपिराइट स्ट्राइक भनेको के हो त। कपिराइट स्ट्राइक आयो भने तपाईँले कसैको भिडियो ल्याएर तपाईँले आफ्नो कन्टेन्टमा युज गर्नुभयो, आफ्नो च्यानलमा हाल्नु भएको छ है। अनि त्यसपछि त्यसमा कपिराइट स्ट्राइक भनेर आउँछ। त्यो भनेको चाहिँ तपाईँको भिडियो टोटली डिलिट हुन्छ होइन। तपाईँको पैसा सेयर गर्ने परेन, केही नि गरेर त्यो टोटल डिलिट हुन्छ। अनि त्यसपछि तपाईँको युट्युबले अब युट्युबमा हालेको छ या फेसबुकमा हालेको छ होइन, त्यसपछि त्यो कम्पनीले तपाईँको फेसबुकमा हालेको छ भने फेसबुकले अथवा युट्युबमा हालेको छ भने युट्युबले तपाईँलाई स्ट्राइक दिन्छ। के स्ट्राइकहरू दिन्छ अब तपाईँको 2टा 3टा, अब प्रायः त 3टामा चाहिँ ब्यान हुने चान्स छ होइन। त्यो म आफैले भोगेको कुरा हो है। कपिराइट स्ट्राइक आयो भने तपाईँले भिडियो हाल्नुभयो, तपाईँको भिडियो हालिसकेपछि उसले स्ट्राइक मारिदियो भने तपाईँको भिडियो डिलिट हुन्छ अनि तपाईँको च्यानलमा केही स्ट्राइक राखिदिएको हुन्छ। स्ट्राइक भनेको मतलब तपाईँले अबदेखि चाहिँ अब तपाईँलाई डेन्जर भइसक्यो तपाईँलाई। अब एउटा आयो भने 2टा आयो भने केही हुँदैन, तर 3टा आयो भने तपाईँको चाहिँ गयो है, तपाईँको च्यानलै पुरै उठ्छ क्या। त्यसलाई भन्छ कपिराइट स्ट्राइक। त्यही भएर आफ्नो ओरिजिनल कन्टेन्ट बनाउनु होला है। यदि कसैको ल्याएर बनाउनु भएको छ, कसैको भिडियो हाल्नु भएको छ भने पनि त्यसलाई हल्का एडिट गरेर अथवा साउन्ड चेन्ज गरेर अथवा इफेक्ट चेन्ज गरेर त्यसरी युज गर्नु होला। यदि युज गर्नै परेछ भने त्यो बिचमा सानो सानो क्लिपहरू काटेर आफूले अब त्यो भिडियोमा कथा अनुसार हाल्नु परेको छ भने त्यसरी सानो सानो क्लिपहरू जोडेर एडिट गरेर हाल्नु होला। त्यसरी खासै फरक पर्दैन। कपिराइट आइहाल्यो भने पनि कपिराइट क्लेम आउँछ, स्ट्राइक आउँदैन। त्यसरी गर्नु होला। तर कसैको ल्याएर कसैको सम्पत्ति ल्याएर तपाईँले आफ्नो लागि आफ्नो फाइदाको लागि युज गर्नुभयो भने त्यो चाहिँ राम्रो हुँदैन। किन अभियसली जसले पनि अब मेरो कन्टेन्ट मेरो अब अरू कसैले युज गरेको छ भने मैले पनि कपिराइट मार्न सक्छु, कपिराइट स्ट्राइक हान्न सक्छु होइन। या त मैले कपिराइट स्ट्राइकै हान्छु या त मैले कपिराइट क्लेम हान्छु। अब क्लेम हाने भने मेरो भिडियो उता पनि चलिरहेको छ अनि पैसा मलाई आउँछ होइन, तर मलाई फाइदा भयो त्यसरी त है। तर प्रायःले चाहिँ कपिराइट क्लेम नै हानिरहेको हुन्छ, स्ट्राइक चाहिँ अलिक कमै आउँछ। तर स्ट्राइक आयो भने तपाईँको चाहिँ गयो, च्यानलै उड्यो है, त्यसरी सम्झिनुहुन्छ। त्यही भएर आफ्नो ओरिजिनल कन्टेन्ट बनाउनु, आफ्नो भोइसमा बनाउनु, आफ्नै भिडियो रेकर्ड गरेर बनाउनु। भिडियोमा बोल्ने बेलामा चाहिँ लाज कति पनि नमान्नु है। लाज शरम मान्यो भने त्यो मान्छे कहिले पनि अगाडि बढ्न सक्दैन। त्यही भएर आफ्नो ओरिजिनल कन्टेन्ट बनाउने, आफै बोलेर केही टपिकको बारेमा कुरा गरौँ, कोही नेताको बारेमा अथवा केही हुन्छ नि, आफूलाई कस्तो भिडियो बनाउन मन लाग्छ, कुन तरिका कुन क्याटेगोरीको आफूले बनाउँदै हुनुहुन्छ त्यो तरिकाले चाहिँ आफू बोल्नुभयो भने, बोलेर बनाउनु भयो भने एकदमै राम्रो हुन्छ। सो गाइज बी अलर्ट है। कपिराइट क्लेमले खासै फरक पर्दैन, तर कपिराइट स्ट्राइक आयो भने तपाईँको च्यानल पुरै उड्छ। अब फेसबुकले नेपालमा मोनिटाइज गर्नको लागि चाहिँ लिगली बनाइसकेको छ होइन। त्यही भएर धेरै मान्छेहरू फेसबुकमा जोडिनु भएको छ। अब कसैको भिडियो ल्याएर हालिदिनुहुन्छ, यताको उताको यता ल्याएर हालिदिनुहुन्छ, त्यो काम चाहिँ नगर्नु होला। आफ्नै भिडियो आफैले बनाएर होइन, आफ्नै मोबाइलबाट रेकर्ड गरेर आफ्नै भोइसमा बनाउनु एकदमै राम्रो हुन्छ। थोरै मान्छे लिएर आउनु, तर ओरिजिनल लिएर आउनु क्या, ओरिजिनल कन्टेन्ट बनाउनु, त्यसरी अगाडि बढ्नु है। ल कस्तो लाग्यो भिडियो है, मन परेदेखि लाइक सेयर गरिदिनु होला है। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु है। ल यति भन्दै बिदा हुन्छु साथीहरू। ल भेटौँला फेरि नेक्स्ट भिडियोमा है। त्यति बेलासम्मको लागि चाहिँ बाई बाई।